आमा हजुर तपाईले सानो बेलामा पढ्नु भयो पढेको छैन किन नपढ्नु भएको हाम्रो पालामा चाहिँ नि छोरीले पढ्नु हुँदैन भन्थ्यो छोराले मात्रै पढ्नुपर्छ भनेर भन्थ्यो अनि छोरी मान्छे चाहिँ नि घाँस काट्ने पानी ल्याउने भात पकाउने गोठालो जाने अनि घरको काम गरेर बस्नुपर्छ अरे भनेर भन्थ्यो अनि दाइको चाहिँ नि किताब चाहिँ बोकेर भागेर गएको थिएँ एक दिन भागेर जाँदाखेरि चाहिँ नि स्कुलमा चाहिँ नि अब गर्न पर्ने रहेछ थाहा छैन अनि स्कुलमा चाहिँ गएको स्कुलमा पढाएन एक दिन गएको थिएँ अनि भित्र चाहिँ पढाएनन् अनि दिनभरि खेलेँ अनि फर्केर आएँ अनि फर्केर आउँदाखेरि आमाले चाहिँ नि अनि त चाहिँ दाइको स्कुल दाइको किताब लिएर स्कुलमा पढ्न जाने भनेर लग एक टोको घाँस लिएर आइज त घाँस ल्याएपछि मात्रै खाजा खान दिन्छु भनेर भन्नुभयो आमाले अनि घाँस काट्नु गएँ घाँस काटेर ल्याएपछि बल्ल खाजा खान दिनुभयो आमाले हाम्रो पालामा त त्यस्तो अनि के गर्नु कसरी पढ्नु त नि भाइ त्यस्तो